गाउँघरमा बाँझै रहेका खेतबारीमा सामूहिक रूपमा आलु खेती गरेका लमजुङको बेसी शहर नगरपालिका वडा नम्बर 11 चिती बजार खुट्टाका महिलाहरू यतिबेला निकै उत्साहित छन्। गएको मंसिरमा धान भित्र्याएपछि बाँझै रहेको गाउँको जग्गा भाडामा लिएर सामूहिक आलु खेती गरेका त्यहाँका महिलाहरू अहिले सोचे भन्दा बढ़ी आलु उत्पादन भएपछि उत्साहित भएका हुन्। बेसी शहर नगरपालिका वडा नम्बर 11 ले बाँझो जग्गाको सदुपयोग गरी स्थानीयको आय अर्जनमा टेवा पुर्याउन वडामा सामूहिक आलु खेतीको कार्यक्रम सञ्चालन गरेको थियो। त्यसपछि वडाको चापाबोट बजार खुट्टामा रहेको राधाकृष्ण आमा समूहले आलु खेती शुरू गरेको थियो। समूहका 16 जना महिलाहरू सामूहिक आलु खेतीमा जुटेका थिए। उनीहरूले बाँझो रहेको 20 रोपनी जग्गा भाडामा लिएर सामूहिक रूपमा आलु खेती गरेकामा झण्डै 70 क्विन्टल आलु उत्पादन भइसकेको छ। अझै केही आलु खन्न बाँकी रहेकोले थप 10 क्विन्टल उत्पादन बढ्ने अनुमान गरिएको छ। आलु खेतीका लागि वडा कार्यालयले 1.5 लाख रुपियाँ अनुदान दिएको थियो। आमा समूहले उक्त रकमको 30% थप लगानी गरी आलुको बिउ खरिद गरेको थियो। खेतमा खनजोत, गोडमेल र मलजल समूहले नै व्यवस्थापन गरेको थियो। मंसिरमा धान भित्र्याएपछि चैतमा मकै नरोपुन्जेल बाँझै रहने जग्गा आमा समूहले सस्तैमा भाडामा पाएको थियो। सोही जग्गामा लगाइएको आलुले निकै राम्रो उत्पादन दिएपछि महिलाहरू हौसिएका छन्। आमा समूहका अध्यक्ष लक्ष्मी घरती भन्छिन्, उत्पादन सोचे भन्दा बढ़ी भयो। यो वर्ष शुरूआत भएकोले धेरै खेती गरिएन। अर्को वर्ष थप 20 रोपनी जग्गामा आलु खेती गर्दैछौं। मेहनत गर्ने हो भने आलु राम्रै फलाउन सकिने रहेछ। पोहोर है कुलोमा बजेट पर्यो र बजेट त पर्यो। हामीले एकदम आमा समूह सबै महिलाको सबैतिर खाम भन्नुभयो सरहरूले है। अनि हुन्छ त भनेर अनि दिदीबहिनी सबै एकदम खुसी भएर हुन्छ भन्नुभयो र अध्यक्ष पनि मै हुन्छु अध्यक्ष भने है। एकदम खुसी लाग्यो है। र बस्यौँ र कुलोमा सम्पन्न पनि गऱ्यौँ। अनि कुलो त बनाइयो, पानी त ल्याइयो र अब के गर्ने दिदीबहिनी भनेर हामीले एकदम सल्लाह गऱ्यौँ। सल्लाह गरेपछि हुन्छ त अब हामी पहिले सुरुमा के अरे आलु खेती गरौँ त भन्ने सोच आयो र अनि सबै दिदीबहिनी हुन्छ भनेर एकदम खुसी हुनुभयो र अनि आलु लगाइयो र हामी वडामा पनि हामी आलु लगाउँछौँ, अहिले तरकारी खेती लगाउने भनेर वडा त सल्लाह लियौँ र हुन्छ भन्नु उहाँले पनि र आलु लगाइयो। 20 रोपनीमा आलु लगाइयो। आलु पनि राम्रै भयो। आगो त बढाउनु पर्यो, यति राखेर त भएन नि। अहिले 20 रोपनी छ भने आगो 40-50 रोपनी 60 रोपनी त्यतिसँग एकदम बढाउने एकदम चाहत छ। सामूहिक रूपमा पहिलो पटक आलु खेती गरेका त्यहाँका महिलाहरूलाई पहिलो प्रयासले उत्साहसँगै केही सिकाइ पनि सिकाएको आमा समूहद्वारा गठित कृषक समूहका अध्यक्ष सीता घरतीले बताइन्। सबै जोखिएको छैन। लगभग हाम्रो अनुभवमा चाहिँ त्यहाँ छ होला 60-65 क्विन्टल, अझै बढी नै होला। उता खन्नै बाँकी छ, हामीले दिदीबहिनीको खन्नै बाँकी छ। अझै हाम्रो त्यहाँ कति 3 हलको मेलो त चाहिँ खन्नै बाँकी छ। हाम्रो 3 हलको मेलो खन्नै बाँकी छ। तर आलु चाहिँ धेरै नै भने सोचे भन्दा धेरै नै भयो होइन। अब आगो पनि योभन्दा अझै बढाएर लाउने उ छ। हामीहरूलाई चाहिँ के भने अब सबैतिरबाट चाहिँ ज्ञान केन्द्रदेखिको सबैतिर चाहिँ हाम्रो चाहिँ आलु चाहिँ राख्नलाई चाहिँ एउटा कोल्ड स्टोरको त्यसको चाहिँ आवश्यक पऱ्यो कि। यतिखेर हामीले चाहिँ किनभने भाउ नै आएन। यति दुःख गरेर यत्रो दिदीबहिनीले दुःख गरेर लगाएको अनुसारले भाउ नै आएन र बेच्दाखेरि दुःखको उ नै फल नै नआउने भयो कि हामी दिदीबहिनीले है। त्यही भएर हामीलाई चाहिँ एउटा त्यही कोल्ड स्टोरको आवश्यक परेको छ। अब त चाहिँ सबैतिरबाट मिलाइदिनु होला भन्ने आश छ होइन। अब सरहरूले पनि अब आएर हेरिदिनु भयो आलु यति दिदीबहिनी भएर यति दुःख गरेर होइन। अरूको अन्त बाहिर देशमा गएर कमाउनुभन्दा आफ्नै देशमा गरेर होइन, विदेश जानुभन्दा बाहिर यहीँ दिदीबहिनी गरेर रोजगारी यति गरेर आम्दानी कमाउन सकियो भने त किन जानु पर्यो र बाहिर।
बाँझो जग्गाको सदुपयोगसँगै आय आर्जनमा टेवा पुर्याउन र केही हदसम्म बेरोजगारी समस्या समेत समाधान हुने भएकोले वडा कार्यालयले सामूहिक आलु खेतीका लागि प्रस्ताव गरेकोमा आमा समूहले यसमा चासो राखी कार्यक्रम सञ्चालन गरेको र प्रतिफल राम्रै निस्किएको वडा अध्यक्ष शिवप्रसाद जोशीले बताए। वडा अध्यक्ष जोशीले आगामी वर्ष यस्तो कार्यक्रमलाई वडाभर विस्तार गर्ने र आवश्यक परे थप बजेटको व्यवस्था मिलाउने पनि जानकारी दिए। नमस्ते, म शिव जोशी, वडा अध्यक्ष बेसन वडा नम्बर 11। यो बद्रखुट्टा भन्ने यो ठाउँमा पहिला सिँचाइ कुलो व्यवस्थित थिएन। आरसीडीसीको सहयोगमा हामीले लगभग 22 लाखको चाहिँ सहयोगमा अहिले सिँचाइ कुलो आए पछाडि यहाँका महिला समूह राधाकृष्ण आमा समूहले 20 रोपनी जग्गामा चाहिँ सामूहिक आलु खेती उहाँले लगाउनु भयो र यसमा चाहिँ वडा कार्यालयले 1.5 लाख रुपियाँ हामीले सहयोग गर्यौँ। उहाँहरूले अरू श्रमहरू अथवा यो खन्ने गर्ने उहाँहरू आफैले सहयोग गर्नुभयो होइन। त्यसले गर्दा अहिले चाहिँ आलु राम्रै आएको छ। लगभग 60-70 क्विन्टल आलु आइसकेको छ, अरू खन्न बाँकी छ होइन। त्यसले गर्दा हामी आगामी साल चाहिँ उहाँहरूले 30-40 रोपनी अरू बढाउने र यो सिँचाइ सुविधाले गर्दा अहिले चाहिँ यो उहाँले यो खेती गर्न उत्प्रेरणा पनि जाग्नुभयो। महिलाहरू एकदम चाहिँ जागरुक पनि हुनुभएको छ र त्यो सिँचाइ कुलो पनि उहाँहरू महिला समूह सबै महिला समूहले नै बनाउनु भएको समिति बनेर। त्यसले गर्दा उहाँहरू उत्साहजनक हुन्छ। अर्को वर्ष अझ थप गर्ने उहाँहरूको योजना छ। यो वर्ष अब आगामी वर्ष चाहिँ हामीले लगभग 10-12वटा समूहलाई सामूहिक खेतीमा प्रतिबद्ध गर्छौँ। अहिले रामचोकमा नि एउटा समृद्ध आमा समूहले प्याज र लसुन खेती गर्नुभएको छ होइन। यहाँ पनि अब बढाउने र अब उहाँहरूले 50%, हामीले 50% आगामी साल चाहिँ गर्ने योजना छ। अरू 10-12 समूहले पनि हामी एक्टिभ गराएर सामूहिक खेतीमा अलिकति आकर्षित गराएर सबै महिला समूहहरू अरू अन्य समूहहरू पनि हामी चाहिँ त्यसमा यो कृषिमा आकर्षित गराउने र बाँझो जमिनलाई चाहिँ बढी चाहिँ उर्वर बनाउने अथवा कृषिजन्य रूपमा चाहिँ अगाडि बढाउने हाम्रो योजना छ। आलु उत्पादन राम्रो भएपछि त्यहाँका महिलाहरूले केही दिन अगाडि स्थानीय बजार खुट्टामा खुसियाली नै मनाएका थिए। बेसीसहर नगरपालिकाका उपमेयर पद्मा गुरुङ, कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवड़ासँगै नगरपालिकाका कृषि प्राविधिक, वडा अध्यक्ष लगायतका जनप्रतिनिधि र गाउँका अगुवा समाजसेवीहरूलाई बोलाएर उनीहरूले ससानो आलु महोत्सव नै सम्पन्न गरे। कार्यक्रममा सबैले आमा समूहको प्रयासको सराहना गर्दै उनीहरूको उत्साहमा आआफ्नो क्षेत्रबाट थप सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।